हेलो नमस्ते, म उमेश रौनियार। आज हामी कुरा गर्दैछौँ मानसिक रोग भनौँ या मेन्टल हेल्थको प्रब्लम भनौँ, उहाँहरूलाई त्यस्तो खालको व्यक्तिहरूलाई एउटा समाजले, एउटा फ्यामिली मेम्बरले कसरी सहयोग गरेर उसलाई बेटर लाइफ लिड गर्नमा हेल्प गर्न सक्छ। हेर्ने हो भने समाजमा हामी एउटा मेन्टल हेल्थका जति पनि प्रब्लम भएका व्यक्तिहरू हुनुहुन्छ, उहाँलाई हेर्ने नजरिया नि विदिन फ्यामिली र आउटसाइड द फ्यामिली पनि एकदमै नेगेटिभ देखिन्छ र सबभन्दा ठुलो प्रब्लम यहीँबाट सुरु हुन्छ। हामीले एउटा मेन्टल हेल्थका प्रब्लम भएका व्यक्तिहरूलाई कसरी सहयोग गर्न सक्छ भन्दाखेरि नम्बर 1 हामीले इम्प्याथी देखाउनु पर्यो, सिम्प्याथी होइन। इम्प्याथी देखाउनुहोस् कि यु क्यान डु वाट एभर यु आर सेइङ, तपाईँ जे भनिरहेको छ यु आर राइट, त्यो देखाउनु पर्यो। पहिला उसले भनेको कुरा हामीले बुझिदिनु पर्यो। हामी धेरै टाइम के हुन्छ भने एउटा प्री कन्सिप्ड आइडिया हुन्छ र हामी जहिले पनि सोच्छौँ कि हि इज नट गोइङ टु टेल अस द राइट थिङ, ऊ त यस्तै हो। त त्योभन्दा बाहिर आएर चाहिँ नि हामी पहिला सोच्नु पर्यो र उसको हरेक कुरा चाहिँ नि सिरियसली हामीले सुनिदिनु पर्यो। त्यसपछि उसँग डिस्कसन गर्दाखेरि उसलाई पनि सपोर्ट हुन्छ र ऊ पनि आफूमाथि उसको कन्फिडेन्स बढेर जान्छ। र त्यस कारणले यसको सुरुवात कहाँबाट गरेँ भन्दाखेरि म त आई अलवेज सजेस्ट भन्छु कि फ्यामिलीबाटै सुरु हुनुपर्छ। 5 जना 10 जनाको फ्यामिली छ र एउटा फ्यामिलीभित्रै बसिएको त्यो मान्छे आफूलाई आइसोलेट फिल गर्छ भने तपाईँ सोच्नुहोस् उसलाई अझ कति समस्या बढ्न सक्छ। सो इट इज इच वान, हरेक फ्यामिली मेम्बरको एउटा रिस्पोन्सिबिलिटी हो कि यस्ता व्यक्तिहरूलाई उहाँहरूले एउटा इम्प्याथी सो गर्ने, मोरली सपोर्ट गर्ने, उहाँलाई भनेको कुराहरूलाई बिलिभ गर्ने, सम्झाउने, होइन। त त्यो कुराहरू गर्नुहुन्छ भने र एउटा हामी मैले भने कि जस्तै कि हामी एउटा प्रिकन्सिप्ड आइडियाले सफर गर्छौँ, यो व्यक्तिले यस्तो नि भन्छ, यो यस्तै हो। त्यस कारणले बाहिर आउने के चिजबाट भन्दाखेरि नन जजमेन्टल जुन हाम्रो सुन्ने कानमा या दिमागमा, त्यसबाट बाहिर आउनुपर्छ। त्यति गरेपछि त्यो एउटा व्यक्तिमा धेरै हेल्प आउँछ र हामीले उहाँलाई इन्करेज केमा गर्नु पर्यो भने प्रोफेसनल हेल्प। इफ यु गो टु डक्टर, तपाईँ डाक्टर कहाँ जानुहुन्छ भने डाक्टरले तपाईँले राइट सल्लाह दिन्छ, औषधि दिन्छ, तपाईँलाई जुन समस्या छ त्यसबाट तपाईँ निको हुन सक्नुहुन्छ। त यो कुरा चाहिँ हामीले एउटा फ्यामिली मेम्बर मात्रै होइन, समाज, हामी हेर्छौँ समाजमा फ्यामिलीभित्र जुन छ प्रब्लम, त्यो समाजमा गएपछि पनि सिमिलर टाइप अफ प्रब्लम। हामी हि फिल्स आइसोलेटेड, होइन, उसँग कोही कुरा गर्न चाहँदैन, ऊ त यस्तै हो भनेर चाहिँ त्यो जुन कुरा हामीले फ्यामिलीभित्र गऱ्यौँ त्यही कुरा चाहिँ बाहिरको पनि समाजका पनि हरेक अङ्गले यस्ता खालका व्यक्तिहरूलाई सहयोग गर्यो भने धेरै कुरामा उसलाई हेल्प हुन्छ। अनि एउटा अर्को समस्या हामी के हेर्छौँ भने मिडियामा तपाईँको यस्ता मनोविज्ञान वैज्ञानिक कुराहरूमा धेरै तपाईँ हेर्नुहुन्न, मेन्टल हेल्थको बारेमा धेरै चर्चा तपाईँ पाउनुहुन्न र एउटा अवेरनेस, सोसल अवेरनेस जुन म अघि कुरा गर्दैछु, यो कुरा मिडियाको थ्रु गयो भने ती व्यक्तिहरूलाई र समाजले पनि त्योसँग इन्ट्रेक्ट गर्ने व्यक्तिलाई पनि एउटा पोजिटिभ भाइब्स असरहरू आउन सक्छ र द्याट क्रिएट्स पोजिटिभ भाइब्स टु द सफरर। सो यसरी चाहिँ एउटा हामीले सोसल अवेरनेस क्याम्पेन पनि गरेर सानो सानो ग्रुपमा, सामाजिक ग्रुपमा पनि, टोल छिमेकमा पनि हामी गर्दाखेरि यस्ता व्यक्तिहरूलाई धेरै हेल्प हुन सक्छ। र कहिले पनि त्यो सिम्प्याथी जस्तो कुरा नगर्नुहोस्, है, द्याट डिक्रिज देयर कन्फिडेन्स। र हामी एउटा यस्तो सिस्टम पोलिसी नै डेभलप गर्नुपर्छ जस्तो लाग्छ कहिलेकाहीँ मलाई, कि यस्ता खालका व्यक्तिहरूलाई हाउ वी क्यान सपोर्ट हिम, सिस्टम पोलिसी भन्नु पर्यो, द्याट इज गोइङ टु हेल्प देम ए लट। सो अन्तमा एकचोटि फेरि म के रिपिट गर्न चाहन्छु भने यस्तो व्यक्तिहरूलाई आइसोलेट हुनुभन्दा पनि मिक्सिङतिर एउटा समाजले, फ्यामिली मेम्बर्सले हेल्प गर्यो भने मिक्सिङ हुनलाई उहाँको रिकभरी धेरै फास्ट हुनसक्छ। उहाँको कुरा सुनिदिनुहोस्, बुझिदिनुहोस्, सपोर्ट गरिदिनुहोस् र उहाँलाई सही प्रोफेसनल एप्रोच भन्दाखेरि उहाँलाई के चाहिन्छ, मेडिसिन चाहिन्छ, काउन्सिलिङ चाहिन्छ, डक्टर चाहिन्छ, त्यो कुरा प्रष्ट रूपले सम्झाइदिनु। त्यति भएपछि उहाँको लाइफ अझ बेटर हुन्छ।
धन्यवाद। नमस्ते।